अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला अशरफिल अंबिया वल मुरसलीन नबियना मुहम्मदिन व अला आलिहि व सहबिहि अजमईन, अम्मा बाद। अऊज़ु बिल्लाहि समीइल अलीम मिनश शैतानिर रजीम। वलौ अन्न अहलल कुरा आमनू वत्तक़ौ लफ़तहना अलैहिम बरकातिम मिनस समाई वल अर्द वलाकिन कज़्ज़बू फ़अख़ज़नाहुम बिमा कानू यक्सिबून। आदरणीय दर्शकबिन, प्रिय दाजुभाइहरू, साथीहरू, आजको विषय हो गुनाह तथा अवज्ञाले रोजगारी र रिस्कमा पार्ने प्रभाव। यसबारे संक्षेपमा केही कुराहरू कुरान र हदिसको प्रकाशमा तपाईहरू समक्ष राख्न चाहन्छु। ध्यानपूर्वक सुन्नुहोला र आफ्ना साथीहरूका लागि यो भिडियोलाई शेयर पनि गर्नुहोला र यो पेजलाई फलो गर्नुहोला। साथीभाइहरू, गुनाहले मानिसको दीन र आखिरतलाई मात्र नुकसान गर्दैन, बरु उसको सांसारिक जीवनमा पनि असर पार्न सक्छ। मानिसको पाप र अपराधले उसको रिस्क, जीविकोपार्जन, बरकतमा प्रत्यक्ष प्रभाव पार्छ। पापहरूले मानिसको भौतिक र आध्यात्मिक दुवै प्रकारको रिज्कलाई घटाउँछन् वा त्यसबाट बरकत, समृद्धि र शान्ति छिन्न भिन्न पार्छन्। तर यसको अर्थ यो होइन कि गरिबीमा रहेको प्रत्येक व्यक्ति पापी भएको कारणले गरिब भएको हो। अल्लाहले नबीहरू र नेक मानिसहरूलाई पनि विभिन्न प्रकारका परीक्षा, इम्तिहान दिनुभएको छ। कहिलेकाहीँ गरिबी परीक्षा हुन्छ र त्यसबाट मानिसको दर्जा माथि उठ्छ तथा पापहरू माफ हुन्छ। साथीभाइहरू, गुनाह र पापले बरकत हटाउन सक्छ। अल्लाह तालाले भन्नुभयो, वलौ अन्न अहलल कुरा आमनू वत्तक़ौ लफ़तहना अलैहिम बरकातिम मिनस समाई वल अर्द वलाकिन कज़्ज़बू फ़अख़ज़नाहुम बिमा कानू यक्सिबून। सूरह आराफ आयतको संख्या 96। अल्लाहले भन्नुभएको छ कि यदि यी बस्तीहरूका मानिसहरूले ईमान ल्याएको र परहेजगारी अपनाएको भए हामीले उनीहरूमाथि आकाश र पृथ्वीका वरदानहरू, बरकतहरू खोलिदिन्थ्यौं। तर उनीहरूले झुट्टा भने अनि हामीले उनका क्रियाकलापका कारण उनीहरूलाई समाथि हाल्यौं। यस आयतबाट थाहा हुन्छ कि ईमान र तक्वा बरकत प्राप्त हुने कारण हुन्। बरकत भनेको केवल धेरै पैसा हुनु होइन। कहिलेकाहीँ पैसा थोरै हुन्छ तर अल्लाहले त्यसमा बरकत दिनुहुन्छ र त्यो मानिसको आवश्यकताका लागि पर्याप्त हुन्छ। अर्कोतर्फ कसैसँग धेरै पैसा हुनु सक्छ तर त्यसमा बरकत नहुन सक्छ र त्यो पैसा विभिन्न समस्या तथा अनावश्यक खर्चमा समाप्त हुन सक्छ। साथीभाइहरू, आदरणीय दर्शकबिन, अल्लाहको याद अर्थात सम्झनाबाट विमुख हुनु कठिन जीवनको कारण हुन सक्छ। अल्लाहले यस बारेमा भन्नुभयो, वमन अअरद अन ज़िक्री फ़इन्न लहू मईशतन ज़न्का
व नहशुरुहु यौमल क़ियामति अमा। सूरह ताहा आयतको संख्या 124। अल्लाहले स्पष्ट रूपमा भन्नुभयो र जसले मेरो स्मृतिबाट अर्थात् जिक्रबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कयामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं। अल्लाह अक्बर। साथीभाइहरू हेरौं, परशभाइके मानिससँग धेरै धन, ठूलो घर र राम्रो गाडी हुन सक्छ, तर उसको हृदयमा शान्ति नहुन सक्छ। त्यसैले वास्तविक सुख केवल धेरै धनमा होइन, अल्लाहको आज्ञा पालन, सन्तुष्टि र बरकतमा हुन्छ। पापको कारणले प्राप्त भएको नियामत यो पनि परिवर्तन हुन सक्छ। यसबारे अल्लाहले भन्नुभएको छ सूरतुल अनफाल आयतको संख्या 53। ذلك بأن الله لم يكن مغيرا نعمة أنعمها على قوم حتى يغيروا ما بأنفسهم। अल्लाहले स्पष्टमा भन्नुभएको कि यो यस कारण हो कि अल्लाहले कुनै समुदायलाई, कौमलाई प्रदान गर्नुभएको नेमत अर्थात् अनुग्रह तबसम्म परिवर्तन गर्नुहुन्न जबसम्म उनीहरूले स्वयं आफ्नो अवस्था परिवर्तन गर्दैनन्। साथीभाइहरू, आदरणीय दर्शकबिन, यसबाट हामी सबैलाई थाहा भयो कि अल्लाहले दिएको नेमतलाई शुक्र र आज्ञा पालनद्वारा सुरक्षित राख्नु पर्छ। अर्को कुरा, कसम खानु सामान बेच्नका लागि उपयोगी हुन्छ तर बरकत मेटाउँछ। हामीहरू मध्ये अधिकतर व्यक्तिहरूले आफ्नो सामान बेच्दा बारम्बार कसम खान्छन्। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाइ बुखारीमा यो हदीस वर्णन भएको, अन अबी हुरैरा रदियल्लाहु ताआला अन्हु قال سمعت रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम यक़ूल अल हलिफु मुनफ़िक़तुन लिस्सिलअति मुमहिक़तुन लिलबरका। रवाह बुखारी। हदीसको संख्या 2087। नबी सल्लल्लाहु अलैहि वसल्लम को भनाई कि कसम खानुले सामान बिक्री गराउन सहयोग गर्छ तर यसले बरकतलाई मेटाउँछ। साथीभाइहरू, प्रश्न भयो कि व्यापार गर्दा सामान बेच्नका लागि बारम्बार कसम खानुबाट मानिसले आफ्नो सामान बेच्न त सक्छ तर यस्तो कसमका कारण कमाईको बरकत नष्ट हुन सक्छ। त्यसैले व्यापारीले, कारोबारीले आफ्नो सामान बेच्न बारम्बार अल्लाहको नाममा कसम खानु हुँदैन, बरु सत्य बोल्नु पर्छ, साँचो कुरा बोल्नु पर्छ र ग्राहकसँग इमानदारी पूर्वक व्यवहार गर्नु पर्छ। अर्को कुरा, तकवा, परहेजगारी रिस्क प्राप्त गर्ने ठूलो कारण हो। अल्लाहले भन्नुभएको छ सूरह तलाक आयतको संख्या 2 र 3। अल्लाहले भन्नुभएको, उमन यत्तकिल्लाह यजअल लहु मखरजा व यर्जुकहु मिन हैसु ला यहतसिब। अल्लाहले भन्नुभएको कि जो अल्लाहसँग डर राख्छ र तकवा अपनाउँछ, अल्लाहले उसको लागि निकासको बाटो बनाइदिनुहुन्छ र उसलाई त्यस्तो बाटोबाट रिस्क र जीविका दिनुहुन्छ, प्रदान गर्छ जहाँबाट उसले कल्पना पनि गरेको हुँदैन। साथीभाइहरू, प्रश्न भयो कि यो अल्लाहको तर्फबाट अत्यन्त नै
महान प्रतिज्ञा हो। जो व्यक्ति अल्लाहको आज्ञा पालन गर्छ, हरामबाट बच्दछ र तक्वा अपनाउँछ, अल्लाहले उसको कठिनाईबाट निकासको बाटो निकाल्नुहुन्छ र उसलाई अप्रत्याशित ठाउँबाट जीविका प्रदान गर्नुहुन्छ। रिस्कमा वृद्धिको कारण एउटा हदीस बुखारीमा वर्णन भएको हदीसको संख्या 2067। عن أنس بن مالك رضي الله تعالى عنه قال سمعت رسول الله صلى الله عليه وسلم يقول من سره أن يبسط له في رزقه أو ينسأ له في أثره فليصل رحمه رواه البخاري। नबी सल्लल्लाहु अलैहि वसल्लम को भनाई कि जसले आफ्नो रिस्कमा, रोजीमा, जीविकामा वृद्धि र आयुमा बरकत चाहन्छ, उमेरमा बरकत चाहन्छ, उसले नाता गोतासँग राम्रो सम्बन्ध कायम राखोस्। यसको उल्टो नाता तोड्नु ठूलो पाप हो, जसले रिस्क र आयु घटाउँछ। साथीभाइहरू, त्यस्तै तौबा, क्षमायाचना र इस्तिगफार रिस्कको साँचो हो। जसरी पापले रिस्क घटाउँछ, त्यसरी नै अल्लाहसँग क्षमायाचना गर्नाले रिस्क र धन सम्पत्तिमा वृद्धि हुन्छ, बरकत आउँछ। अल्लाहले भन्नुभएको फकुल्तु अस्तगफिरु रब्बकुम इन्नहु कान गफ्फारा, कि मैले भने कि आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ। नूह अलैहिस्सलामले आफ्नो कौमलाई, समुदायलाई भन्नुभयो, आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माग, निश्चय नै ऊ ठूलो क्षमादाता हो। युरिसिल समा अलैकुम मिदरारा, यदि मानिसले तौबा र क्षमा याचना गर्छ भने उसले उसमाथि निकै वर्षाउने वाला बादल पठाउनेछ। वयुमदिदकुम बिअमवालिम व बनीन वयजअल लकुम जन्नातिन वयजअल लकुम अनहारा। मानिसहरू यदि अल्लाहसित क्षमा याचना, तौबा, इस्तिगफार गर्छन् भने अल्लाहले भन्नुभएको वयुमदिदकुम बिअमवालिम व बनीन वयजअल लकुम जन्नातिन वयजअल लकुम अनहारा, र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ र तिम्रो निम्ति बगैँचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ। साथीभाइ, हामी सबैलाई थाहा भयो कि कुन कारणले बरकत आउँछ, कुन कारणले बरकत जान्छ। अन्तमा अल्लाहसित प्रार्थना छ कि अल्लाहले हामी सबैलाई हलाल, पवित्र, प्रशस्त र बरकत युक्त रिस्क प्रदान गरून्, हाम्रा गुनाहहरू क्षमा गर्नुहोस्, हाम्रो कमाईमा बरकत दिनुहोस् र हामीलाई हराम कमाईबाट बचाउनुहोस्। वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु। फेरि अन्तमा भन्न चाहन्छु, यो भिडियोलाई आफ्ना साथीहरूको लागि शेयर गर्नुहोला, पेजलाई फलो गर्नुहोला। वजजाकुमुल्लाह खैरा।